बाटो कहाँ जान्छ होला हजुरहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला र मेरो भिडियोलाई लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हेर्नुहोस् कति आनन्द कति हरियालीको जङ्गल छ यहाँ। मेरो प्यारो बसन्तीमा छु। गाउँ बेसी आयो हजुरहरूलाई कस्तो लाग्छ यो बाटो सुनसान बाटो आनन्द हरियाली चिसो हावा। हाम्रो घर जाने बाटो कस्तो छ त हजुरहरूलाई कस्तो लाग्छ यो बाटो हेर्नुहोस्। अबदेखि मेरो भिडियोहरू यस्तै नयाँ ठाउँ जाने ठाउँ गाउँ घर बेसी हिमाल पहाड तराई हजुरहरूको जति माया पाउनेछु त्यति नयाँ ठाउँ जानेछु। जति नयाँ सब्सक्राइब बढ्दै जानेछ त्यति नयाँ ठाउँ हजुरहरूलाई म देखाउनेछु। अहिले चाहिँ म आफ्नै घरतर्फ जाँदैछु। दानाबारी इलाम भन्ने ठाउँ मेरो घर मेरो जन्मस्थल त होइन मेरो म जन्मे मोरङमा है पढे झापामा पढे हुर्के झापामा बसाइ चाहिँ छ इलाममा। मेरो यो ट्राजिक लाइफमा केही नयाँ ल्याउँ भनेर यसरी भिडियो बनाउँदैछु र यो मेरो पहिलो नै कोसिस हो। हजुरहरूलाई के कस्तो लाग्छ हजुरहरूको माया देखाइदिनु होला। माया देखाइदिनुहुन्छ भन्ने मलाई धेरै आशा लागेको छ। त्यही भएर यसरी भिडियो बनाउँदैछु है। फेरि अर्को भिडियोमा भेटौँला। हेलो गाइज है यो चाहिँ एउटा घुम्ने पार्क पनि छ यहाँ। यो पार्कलाई चाहिँ भन्छ हाम्रो के को भन्थ्यो यो पार्कलाई भन्छ शहीद पार्क। पहिले नै जमानामा माओवादीलाई बाँधेर गोली हानेको पार्क हो यो शहीद पार्क भन्छ। यो चाहिँ हाम्रो शहीद पार्क बन्दैछ राम्रो गरेर बन्दैछ है। यता राम्रोसँगले गाइस म चाहिँ हातैमा मोबाइल बोकेर बनाउँछु त्यही भएर है। मेने बाख्रामा
चस्के आउँदो रहेछ अरू फेरि भेटौँला मेरो घर जाने आइपुग्न लाग्यो डाँडाबारी भन्ने ठाउँहरू यस्ता हुन्छन् बाटो बाटो के यस्तै छ हाम्रो यो घर जाने बाटो यहाँदेखि माथिको डाँडामा थियो है त उयो टुप्पोमा अहिले चाहिँ खँदेर 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 यति गहिरो बनाएको नभए पहिले यहाँ माथि टुप्पोमा थियो हामी गाडीमा हिँड्दाखेरि भनेको टक्कसँगले गाडीदेखि उत्रेर ठेलेर चाहिँ हामी चढ्नु पर्ने हुन्थ्यो अब लगभग within 5 minutes I will be there in my home. Alright guys, see you. जङ्गल बाटो त्यस्तै आरामदायी यस्तो रमाइलो ठाउँमा छ मेरो घर जाँदाखेरि है म चाहिँ हल्का यो क्यामेरामा बोल्ने बानी छैन त्यही भएर अब के कस्तो बोलिँदैछ है यो चाहिँ धेरै दुर्घटना हुने क्षेत्र हो त्यो भएर यसमा चाहिँ अलिक धेरै टर्निङ छ बिस्तारै हिँड्नुपर्ने हुन्छ यहाँ भनेको चाहिँ यस्तो पहिरो लड्ने भिर सिर टक्क यहाँ चाहिँ धेरै दुर्घटना हुन्छ त्यो भएर म बिस्तारै हिँड्दैछु बोर्ड पनि टालेको छ
है यस्तोमा आइन्थ्यो पहिले घाँस काट्न घाँस दाउरा गर्न यहाँ आइन्थ्यो है गाइजहरू यसरी मेरो जिन्दगी चलेको हो आई एम नट नभन्नु पर्सनल कुराहरू बिस्तारै गर्दै जाउँला अहिलेलाई चाहिँ टक्क मेरो भिडियो हेरेर हजुरहरूले सब्सक्राइब मेरो च्यानलमा धेरै गरिदिनुहुन्छ भन्ने मलाई आशा लागेको छ ल see you soon bye bye stay tuned गाइज यो चाहिँ अब यलम्बर मन्दिर है यलम्बर मन्दिर यो मूर्ति बनिसकेको यो चाहिँ टक्क गेट यलम्बरको है टक्क यो चाहिँ यलम्बर चोक यहाँ वेलकम गेट हाम्रो शुक्रबारे बजार नमुना पार्क यो चाहिँ यलम्बर चोक है टक्कसँग है